नमस्ते सबैजनालाई म कल्पनाज इजी रेसिपिज एन्ड टिप्सको युट्युब च्यानलबाट आजको भिडियोमा एकदमै स्पेशल अकबरे खुर्सानीको अचारको रेसिपी लिएर आएकी छु। अकबरे खुर्सानी, अदुवा अनि लसुनको अचारको रेसिपी देखाउँदैछु। यसरी बनाएको अदुवा, खुर्सानी अनि लसुनको अचार चाहिँ 1-2 वर्षसम्म पनि राखेर खाँदा केही हुँदैन। बनाउन पनि एकदमै सजिलो, सामान पनि एकदमै थोरै लाग्ने। मैले यहाँ फ्रेस खुर्सानी लिएकी छु, मजाले पखालेर यसलाई लिएकी छु। पानी उभाएको छ यसबाट। लसुनलाई पनि लिएकी छु, लसुनलाई पनि मजाले केलाएर राखेकी छु। अदुवालाई पनि मैले तासेर रेडी बनाएकी छु। यो खुर्सानी, अदुवा, लसुन सबै थोकलाई मसिनो हुने गरी काट्छु। मैले यहाँ खुर्सानी, अदुवा र लसुनलाई मसिनो हुने गरी काटेर अचार बनाउनको लागि रेडी बनाएँ। मैले खुर्सानीलाई यस्तो सेपमा काटेकी छु, खाने बेलामा सानो पिस निकाल्न सजिलो हुन्छ भनेर। अदुवा र लसुनलाई चाहिँ मैले लाम्चो गरी काटेकी छु। हजुरहरूलाई जस्तो सेप मनपर्छ त्यस्तै गरी काट्नु होला, अथवा हजुरहरूले अदुवा र लसुनलाई चाहिँ कुटेर पनि राख्न सक्नुहुन्छ। मैले यहाँ खुर्सानी जति लिएको छु त्यसको आधी अदुवा र लसुनलाई लिएको छु। त्यसो गर्यो भने टेस्ट एकदमै मिठो हुन्छ। मसलाको लागि मैले जिरा, धनिया अनि मेथीलाई लिएको छु। जिरा र धनिया बराबर लिएको छु भने मेथी चाहिँ आधी लिएको छु, किनभने मेथी धेरै राख्यो भने तितो हुन्छ फेरि। त्यस्तै मैले यहाँ तोरी पनि लिएको छु। मसलाको लागि जिरा, धनिया र मेथीलाई चाहिँ म एकैचोटि भुट्छु। धेरै बेर भुट्नु पर्दैन, एकैछिन भुट्दा हुन्छ। धेरै डढ्यो भने पनि फेरि मिठो हुँदैन, तितो हुन्छ, मसलाको टेस्ट पनि जान्छ। तोरीलाई चाहिँ हल्का भुटिसकेपछि मात्रै राख्नुपर्छ, नत्र भने तोरी चाँडै डढ्छ। त्यही भएर हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ यसको कलर पनि चेन्ज भइसकेको छ। यतिको भइसकेपछि यसमा तोरी पनि राखिदिने। तोरी राखिसकेपछि यसलाई धेरै बेर भुट्नु पर्दैन। अब यति भएपछि ग्यास बन्द गर्दै हुन्छ। यो प्यानको तातो र यो अरू मसलाको तातोले नै तोरी भुटिन्छ। यतिको कलर हुन्जेलसम्म यसलाई भुट्ने हो। यहाँभन्दा धेरै भुट्यो भने तितो हुन्छ। अब यसलाई सेलाउनको लागि छोडिदिन्छु। सेलाएपछि यसको फाइन पाउडर बनाउनुपर्छ। अब प्यान तातो भइसकेपछि यसमा मैले तेल राखेँ। हजुरहरूले तोरीको तेल अथवा सनफ्लावर जे लिन पनि सक्नुहुन्छ। अचारलाई लामो समयसम्म राखेर खान मन छ भने चाहिँ तेल अलिक धेरै नै राख्नुपर्छ। तेल तातो भइसकेको छ। अब यसमा अघि नै काटेको अदुवालाई राख्दैछु। त्यस्तै लसुनलाई पनि राख्दैछु। मजाले फ्राई गर्नुपर्छ अदुवा र लसुनलाई चाहिँ, हल्का ब्राउन कलर हुने गरी। र अदुवा र लसुन मजाले फ्राई भइरहेको छ। फ्राई गर्दाखेरि चाहिँ मिडियम फ्लेममा फ्राई गर्नु होला। मजाले भित्रसम्म पाक्छ। त्यसो गर्यो भने यसरी अदुवा र लसुन मजाले पकाएर अचार राख्यो भने चाहिँ गनाउँदैन पनि, प्लस एकदमै धेरै मिठो हुन्छ। यसरी लसुन हल्का माथिसम्म आयो, तैरियो भयो भने यो पाकेको हुन्छ। अब यो हाम्रो अदुवा र लसुन तयार भयो। यहाँभन्दा धेरै फ्राई गर्यो भने फेरि धेरै क्रन्ची बन्छ अनि अचार मिठो हुँदैन। अब यसमा खुर्सानी पनि राखिदिने। मजाले चलाउँदै पकाउनुपर्छ। खुर्सानी राखिसकेपछि खुर्सानीलाई पाक्न धेरै समय लाग्दैन। यसरी काटेर राख्यो खुर्सानी भने चाहिँ पड्किँदैन, नत्र भने सिङ्गै राख्दा पड्किन सक्छ। पछि खाने बेलामा पनि सिङ्गै खान नसक्नेलाई सजिलो हुन्छ काटेर राख्दा, त्यही भएर काटेर राखेको हो। खुर्सानी राखिसकेपछि पनि मिडियम फ्लेममा नै पकाउनुपर्छ। एकदमै मजाले पाकिरहेको छ। हेर्नुहोस् त कस्तो राम्रो देखिसकेको छ। एकदम स्पाइसी लभरहरूलाई त यो अचार बेस्ट हुन्छ। खुर्सानी मजाले यसरी पाक्न थालिसकेको छ।
खुर्सानी यतिको पाकिसकेपछि अब यसमा मसला राख्नुपर्छ। यो अघि नै भुटेर पिसेर रेडी बनाएको मसला हो। यस्तै यसमा नुन पनि राख्ने। नुन चाहिँ अलिक धेरै राख्नुपर्छ खुर्सानीको अचार पिरो हुने भएको कारणले। यसलाई मजाले चलाउनुपर्छ। अघि तेल एकदमै धेरै देखिए पनि अब यो मसला हाले पछाडि तेल धेरै हुँदैन। त्यही भएर मैले सुरुमा तेल अलिक धेरै नै राखेको। अझ यो पछि सेलाउँदासम्म त तेल सबै यो मसलामा सुकिसक्छ। तर अचारलाई लामो समयसम्म टिकाउनु छ भने चाहिँ तेल राख्नु नै पर्छ। अब यो मसला राखिसकेपछि यसलाई 3 देखि 4 मिनेटसम्म यसरी नै चलाइ पकाउनु पर्छ। एकदमै राम्रो कलर देखिन थालिसकेको छ यसको। यसरी धेरै बेरसम्म पकायो भने चाहिँ खुर्सानीबाट निस्केको पानी पनि सबै सुक्छ अनि अदुवा लसुनबाट निस्केको पानी पनि सुक्छ अनि अचार बिग्रिदैन। यसरी बनाएको अदुवा खुर्सानी अनि लसुनको अचार चाहिँ 1-2 वर्षसम्म पनि राखेर खाँदा केही हुँदैन। म चाहिँ यो खुर्सानीको अचार एकदम पिरोको लागि मात्र बनाएको हो। त्यही भएर अमिलो राख्दिनँ। अमिलो राख्यो भने पिरो हल्का कम पनि हुन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ माथिबाट यसरी तेल तैरिन थालेको छ। अब यो अचार पाक्यो। अब यसलाई मैले ग्यास बन्द गरिदिएँ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न पनि नभुल्नु होला। अब यसलाई सेलाएपछि मात्रै हामी बट्टामा हालेर राख्छौँ। अचार सेलाएपछि यस्तो कलर देखिएको छ। अहिलेको भन्दा एकदमै फरक। अब यो अचार बट्टामा हालेर राख्नको लागि रेडी भएको छ। अघि तेल धेरै जस्तो देखिएको भए पनि अहिले हेर्नुहोस् त सेलाएपछि सबै मसलाहरूमा मिक्स भएर तेल पनि ठिक्क भएको छ। अब लामो समयसम्म राख्ने हो भने माथिबाट तेल अलिक थोर भयो भने माथिबाट अहिले थपे पनि केही फरक पर्दैन है तेल चाहिँ। मेरो चाहिँ ठिक्क भएको छ। म यतिकै राख्छु। अब एयरटाइट हुने गरीको बट्टामा हालेर यसलाई राखेपछि 1-1.5 वर्षसम्म मजाले खान मिल्छ। मैले अचारलाई एयरटाइट हुने गरी सिसाको बट्टामा हालेर रेडी बनाइसकेँ। अब यो अचारलाई हजुरहरूले यतिकै बाहिर नै राखेर 1-1.5 वर्षसम्म खान मिल्छ। फ्रिजमा राख्नु पनि पर्दैन। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ माथिबाट तेल देखिरहेको छ। यसरी तेल माथिबाट यसरी तेल छ भनेपछि चाहिँ अचारमा ढुसी आउँदैन। तेल छैन भनेपछि चाहिँ ढुसी आउन सक्छ। हजुरहरूले माथिबाट तेल थप्नु होला। एकदमै मिठो बास्ना आएको छ। मेरो भिडियोलाई यहाँसम्म हेरेर माया गरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। यस्तै सजिलो अनि मिठो रेसिपी भिडियोको लागि मेरो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। थ्याङ्क यू। नमस्ते।